वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ हामी ओभर घरमा बस्दा बस्दा गर्मी भयो क्या, त्यही भएर आज हामी मेरो चाहिँ यो चाहिँ डुल्न निस्केको यस्तै हो हैन। तिमीहरूको हरको तिमीहरूको घरको त हैन गाइस। तिम्रो आउँला केटाकेटी हो कहाँ हिँडेको? म त खतरा धनी छु नि, फेरि म त खतरा धनी छु नि। तिम्रो चड्डी पनि खरिदिन सक्छु है। गाइस हैन, अहिले चाहिँ हामी कहाँ गएको? बाटो गएको है। त्यो बाटो हैन, यस्तो हो क्या, हामी यहाँदेखि उता हिँडेको, त्यहाँदेखि उता हिँडेको हैन, अनि उतादेखि फेरि उता फर्तिर हिँडेको हैन, अनि यहाँदेखि होइन अलिक परतिर हिँडेको, परतिरदेखि अलिक ओरतिर हिँडेको, ओरतिरदेखि अलिक फेरि तलतिर हिँडेको, तलतिरदेखि मासतिर हिँडेको। सो गाइस हामीले चाहिँ यहाँ चाउचाउ खानेकुराहरू किन्दैछौँ। फेरि यो लगेर सबै झ्याप बनाएर जुन मानी काम त्यही खाने चाहिन्छ म त। सो गाइस अब चाहिँ हामी निस्किनु पर्ने हुन्छ यहाँबाट। फुलपानी टिपिसकेको छ कसलाई दिनुलाई। यो चाहिँ हैन परएउटा गाडा गर्दैछ केटी मान्छे, कसलाई दिनुको लागि टिपेको हैन। केटाहरूले पानी बोक भनेको कोही बोक्दैन हेर न। हाम्रो भ्लग चाहिँ हेर्दै गर्नु होला हैन गाइस। पर चाहिँ हामी केटीलाई दिन्छौँ के फुल चाहिँ हैन, हेर्दै गर्नु ल, अगाडि बढाउनु ल गाइस। बाटो जानुपर्ने हुन्छ। म त लास्टै आँटेँ यो बाटो गाइसहरू जहाँ पुगिन्छ अब त्यति त ओए भजी के गरेको, म टेक्नु भनेको झन्डै डुबे पानीमा। भति चाहिँ मलाई झन्डै डुबाइदिइहाल्यो नि पानीमा। छैन त्यहाँ छिरेको सिधै डुबिने क्या खतरा हैन। अनि यो चाहिँ कसलाई दिने अरे तिमीलाई? म परबाट गोठाली वालेलाई दिने अरे हिलो गाइस। अनि हाम्रो भ्लगमा चाहिँ हेर्दै गर्नु होला। अरू त सबैको आँटै पुग्दैन क्या हैन। म त अब हैन पानी भएको यस्तो दिने त नि अरूको आँट नपुग्यो नि, मेरो त पुग्छ नि त। त्यही भएर भिडियो हेर्दै गर्नु ल। केही भन्न छ भतिज? तिमी भतिज गोठालीवालीलाई दिनको लागि टिपेको हैन। दर्शक बिनहरू हामी चाहिँ यो बाटो जाँदैछौँ जङ्गलको ओभर चिप्लो छ पानी परेर। हाम्रोतिर यता ओभर पानी पर्यो है गाइसहरू। अब हुन्डरी पनि आयो ओभर। नगर न हो यहाँ भ्लग बन्दैछु त गिरी नयाँ मान्छे गिरी नगर यहाँ दर्शक ओ भाग्छौ ओभर कुदो भन्दा। यो चाहिँ यस्तै धेरै वर्ष पुरानो रुखको गाइसहरू ओभर हावा आउँछ है। के भनेको? गाई हेर्नु सक्नुहुनेछ सबैजना रुखमा चढेको बाँदरहरू हेर न। मलाई ब्यागेर के तिम्रो टोक्दैन त? मलाई त चिन्नुहुन्छ नै होला हजुरहरूले हैन, कति धेरैजनाले चिन्नुहुन्छ तर अरूहरू चाहिँ चिन्दैन हैन। त्यही पनि आउट अफ कन्ट्रोलमा छु म। खाऊ न खाऊ। सो गाइज हैन, यो चाहिँ अब हाम्रो के गोस्ट हन्टिङ गाइजहरु हामी चाहिँ चाउचाउ खाँदैछौँ। चाउचाउ हन्टिङ हैन गाइज। ल केटा तिमीहरूले रम्बम पर माइन्ड नगर। भाग्यमा यस्तै रहेछ। हामीले प्रीति खाइदिएको भतिजाहरूले चाहिँ रम्बम खाइदियो। बाइक पर क्रस फायर है, क्रस फायर म त साट्न पुगिहाल्छु। क्रस फायर अरे जाउँ न त। ल जाउँ न त, ओ जाउँ त्यही आन्टीहरुकोमा जाउँ अन्त भयो। भाँडाले हान्दै खेदाउँछ ल मा बस्छु। त्यस्तो खेदाउँदैन किनकि अब त्यो परेको आफ्नो लकी हो नि त।
हामी चाहिँ यहाँदेखि झरेको फेरि हामी चाहिँ अब उता मन्दिरतिर जाँदैछौँ। हामी चाहिँ यस्तो डेन्जर मान्छे हो कि यस्तोमा हिँड्दैछौँ। कुरा झर्ला झर्ला खाएको के अरे चोरेको आधी बोरा टिपेर खाएको खाएकोहरू मागेर हेर नि गाई चरी यिनीहरूको त यिनीहरू खगेको टाउको बुर्ला अहिले ड्याममै लु झार विशालले पक्रेर भति सुगाइ चाहिँ नि पिङ खेलिरहेको छ नि यो चाहिँ बाँदरको बच्चा होइन मान्छेको बच्चा हो होइन गयो ला गयो गयो गाइज गयो कस्तो 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 फिलिङ भयो भनिदिनु न सर कस्तो फिलिङ भयो भनिदिनु न पिङ खेल्दा मजा आयो कति जाऊ फेरि पिङ खेल्नु युवन राई युट्युब च्यानललाई सब्सक्राइब गर्नु नबिर्सिदिनु होला थ्याङ्क यू सो मच फर वाचिङ भिडियो फर्केको डुली ओरी हावासावा खायो अब फर्केको घरतिर गाई चल्यो के भन्दै त आन्टी दिदीको पो साप त कस्तो नगराइदिएको क्या के भोलिदेखि त बोरा लिएर जानुपर्छ केटा आफ्नै गरेछ हेलो गाइजहरू तपाईँलाई हाम्रो भिडियो मन परेमा एक लाइक र सब्सक्राइब गरिदिनु होला।